नमस्कार सम्पूर्णमा। आज म फेरि पनि हाम्रो एसबिएन एसएमएमको अपडेट पछाडि एउटा नयाँ भिडियो बनाउँदैछु, जसमा चाहिँ हामीले फन लोडहरू मेनली कसरी गर्न सकिन्छ भन्ने तरिका सिकाउने छु। अब यहाँनिर भनेको तपाईँको फन लोड गर्नका लागि पहिलो कुरा तपाईँसँग आफ्नो आइडी, लगइन आइडी अथवा इमेल र पासवर्ड हुनु पर्यो है। यदि तपाईँसँग छैन अथवा बिर्सिनु भएको छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला, हामी त्यहाँनिर उपलब्ध गराइदिनेछौँ। र यहाँनिर तपाईँको इमेल राख्नु होला अनि तपाईँको पासवर्ड राख्नु होला अनि त्यस पछाडि लगइन गर्नु होला। लगइन गरिसक्नु भए पछाडि लगइन सक्सेसफुल देखाइसकेको छ र सक्सेसफुल देखाइसके पछाडि यस्तो खालको इन्टरफेस देखा पर्नेछ, जसको माथि हामीले डाइरेक्टली अब यहाँबाट अर्डर गर्न सक्छौँ। टिकटक क्याटेगोरीमा जाने, टिकटक लाइक, टिकटक भ्युज, टिकटक फलोवर्स, कुन क्याटेगोरी, टिकटक लाइक भने टिकटक लाइकको क्याटेगोरी, अनि तपाईँको अर्डर्समा जाने अनि अर्डरमा थिचेर के सर्भिसमा जाने, सर्भिसमा थिचेर पनि कुन सर्भिस हो त्यो हामीले चुज गरेर यहाँ लिङ्क पेस्ट गर्ने अनि यहाँ क्वान्टिटी राख्ने अनि त्यसरी अर्डर गर्न सकिन्छ। हो भने अब यहाँबाट हामीले के फिचर्सहरू उपलब्ध हुन्छ भन्दाखेरि स्ट्याटिक्स भन्ने छ। स्ट्याटिक्समा जाने बित्तिकै तपाईँको ब्यालेन्स कति छ, तपाईँले कति अर्डर लिनुभयो, कति एमाउन्ट चाहिँ स्पेन्ड गर्नुभयो, त्यो सबै देखाउनेछ माथि। भनेपछि यहाँबाट अब यस पछाडि हामीले आफ्नो अर्डरलाई ट्र्याक गर्नका लागि चाहिँ अर्डर लगमा गएर आफ्नो अर्डर कम्प्लिट छ कि इन प्रोग्रेसमा छ कि केमा छ त्यो हामीले चेक गर्न सक्छौँ यसरी है। फन लोड गर्नका लागि एड फन्डमा जाने बित्तिकै यो किवर्ड देखाउँछ, फोन पे ई सेवा गल्ती भनेर देखाएको छ। यहाँ जाने बित्तिकै तपाईँले कति एमाउन्ट चाहिएको विथ तपाईँलाई, मानौ यसमा तपाईँलाई 500 रुपियाँ चाहिएको छ भने 500 रुपियाँ चाहिएको छ भने 515 भयो होइन। मिनिमम 100 चाहिँ लगाउनै पर्ने हुन्छ। तपाईँले 15 रुपियाँ फीसँग पेमेन्ट गर्नु पर्यो। अब कहाँ पेमेन्ट गर्नु पर्यो भन्दाखेरि यहाँनिर पेमेन्ट गर्नु पर्यो, यही स्क्रिनसट राख्नु पर्यो। अब मैले चाहिँ अहिले 100 मात्रै म पेमेन्ट गर्छु। 100 पेमेन्ट गर्नको लागि मैले कति पेमेन्ट गर्नु पर्यो, 103 होइन। 103 रुपियाँ पेमेन्ट गर्नको लागि म यो क्युआरलाई यसरी स्क्रिनसट गर्नेछु। स्क्रिनसट गर्ने बित्तिकै अब म मेरो बैङ्कबाट पेमेन्ट गर्नेछु। अब यहाँबाट मैले मेरो यसरी स्क्यानर खोल्नेछु अनि यहाँबाट मेरो क्युआर एड गरेर यो मेरो क्युआरलाई यसरी एड गरेर यहाँबाट कति पेमेन्ट गर्नु पर्यो, 103 रुपियाँ पेमेन्ट गर्नु पर्यो। 103 रुपियाँ पेमेन्ट गर्ने अनि रिमार्क्समा आफ्नो नाम लेख्ने। म मेरो अमृत लेख्छु, अमृत लेखेर प्रोसिड गर्छु अनि मेरो आफ्नो ट्रान्जेक्सन पासवर्ड राख्नेछु र राखिसके सक्सेसफुल्ली पेमेन्ट भइसकेको छ। अब मेरो सक्सेसफुल्ली पेमेन्ट भइसकेको छ। अब पेमेन्ट भइसके पछाडि हामी कहाँ जानु पर्यो भन्दाखेरि अब स्क्रिनसट पनि चाहिएन। अब पेमेन्ट गरिसके पछाडि सेन्ड पेमेन्ट बाई वाट्सएप भन्ने छ होइन। यहाँ गर्ने बित्तिकै वाट्सएपमा अटोमेटिक एउटा कोड जेनेरेट भएर जान्छ। यहाँ क्लिक गर्ने बित्तिकै यसरी वाट्सएपमा अटोमेटिक एउटा कोड जेनेरेट भएर जानेछ, त्यसलाई सेन्ड गरिराख्नु पर्यो हाम्रो बिजनेस वाट्सएपमा। यसरी तपाईँको मेसेज जान्छ, हेलो आई वान्ट टु एड फन्ड एमाउन्ट यति भनेर 3% चार्ज सहित इमेल यो हो, यो ट्रान्जेक्सन आइडी भनेर। अब यसको 5-10 मिनटमा यो हाम्रो एजेन्टले नै क्लियरिफाई गरेर अटोमेटिकल्ली तपाईँको फन्ड एप्रुभ हुनेछ। के तपाईलाई आफ्नो सोशल मिडियालाई प्रमोसन गर्नुपर्ने छ? आजै लगइन गर्नुहोस् sbnsmm.com। हजुर, मार्केटमा भइरहेको स्क्यामबाट जोगिन आजै sbnsmm.com बाट लाइफ टाइम सर्भिस लिई आफ्नो सोशल मिडियालाई बुस्ट गर्नुहोस्। हाम्रा सेवाहरू: युट्युब लाइक भ्युज सब्सक्राइबर्स, युट्युब मोनिटाइज च्यानल बाई एन्ड सेल, फेसबुक लाइक भ्युज फलोवर्स, Instagram like views followers, TikTok like views followers and Nepal real comments, Google AdSense apply and pin verify, Google Ads run, Meta Ads run, logo posture and thumbnail design, TikTok coin diamond UC top up and withdrawal, 100% lifetime guaranteed service, 24 hours customer support, website www.sbnsmm.com, email info@sbnsmm.com. Contact 9840850697, WhatsApp Fiverr 9840850697. SBN SMM Seva. Boost your business.